गाइज म आज आएको छु नेपालको वान अफ द बिगेस्ट ह्युज मेगा प्रोजेक्टमा। यो हो फास्ट ट्र्याक। ओके सो गाइज अहिले हाम्रो काठमाडौँ आउनको लागि, राजधानी आउनको लागि, महेन्द्र हाइवेबाट काठमाडौँ आउनको लागि चाहिँ यता मुगलिङ हुँदै नारायणघाट मुगलिङ अनि त्यसपछि धादिङ हुँदै आउनुपर्छ। या त तपाईँ हेटौडा जानुहुन्छ, हेटौडाबाट आउनुहुन्छ। यी बाटोहरू एकदमै म्यासिभ बाटो होइन क्या, यी बाटोहरू एकदमै कमर्सियल बाटो होइन। तपाईँले भोग्नु भएको छ होला, हामीले नि भोगेको छ। त्यसैले एकदमै अर्को एउटा मेगा प्रोजेक्ट ल्याइएको थियो जसलाई चाहिँ फास्ट ट्र्याक प्रोजेक्ट भनिन्छ। यो चाहिँ एउटा एक्सप्रेस वे प्रोजेक्ट हो। अनि यो प्रोजेक्टमा चाहिँ के हुन्छ भन्दाखेरि सिधै तपाईँ निजगढबाट छिर्नुहुन्छ र तपाईँ यहाँ आएर निस्किनुहुन्छ काठमाडौँ। यो चाहिँ काठमाडौँ साइडमा हो अनि यो चाहिँ हामी अहिले खोकाना साइडमा छौँ गाइज। अनि थाहा छ यो प्रोजेक्ट 2027मा लाइभ हुने प्रोजेक्ट हो। 2027मा यो उद्घाटन हुन्छ अरे। अनि म हेर्न आएको थिएँ आज, लेट्स सी कतिको काम भएको रहेछ, के भएको रहेछ हाम्रो काठमाडौँ साइडमा। लिटरली गाइज काठमाडौँ साइडमा यो हो काम भएको। सो अहिले काम त के भन्ने यस्तै छ। दिस इज अ फुल फास्ट ट्र्याक होइन। अनि बाटो मात्र बनाएको छ तर नो अझै कुनै पिच नि भएको छैन, केही पनि भएको छैन। यहाँबाट अगाडि के बाटो त्यो पनि थाहा छैन। यहीँसम्म मात्र हो यो बाटो, यति बाटो चाहिँ। अनि अहिले हामी खोकनामा छौँ। सो खोकनाबाट काठमाडौँ कसरी जुड्छ त्यो केही पनि भएको छैन अझै। हुन त भित्रपट्टि काम भएको आइरहेको थियो, टनल्सहरू बनेको, त्यसपछि पुलहरू बनेको, इमेजेसहरू आएको थियो, भिडियोजहरू आइरहेको थियो। तर अझै यो साइडमा यस्तै नै छ। अनि 2027मा लाइभ हुने प्रोजेक्ट चाहिँ यस्तो हुन्छ। नेपालको प्रोजेक्ट हो यो चाहिँ। अनि नेपाल आर्मीले ह्यान्डल गरिरहेको छ यो प्रोजेक्ट। हुन त नेपाल आर्मीले भनिसकेको छ कि 2027मा आउँदैन होला यो प्रोजेक्ट। यो प्रोजेक्ट अलिक टाइम लाग्छ होला आउन, तर पनि कितना टाइम लगेगा क्या होगा कसैलाई केही थाहा छैन। अनि यो प्रोजेक्ट चाहिँ 2000 सालभन्दा पहिलेदेखि नै मतलब इमेजिन गरेको प्रोजेक्ट हो। तर यो 2017 हो कि 18तिर स्टार्ट भयो र आज यो यस्तै छ। अझै यहाँ मान्छेहरू पिकनिक खाइरहेछ होइन, हामी यहाँ छौँ, यहाँ हामी भिडियो बनाइरहेछौँ। अनि यता साइडमा बागमती रिभर छ जुन चाहिँ एकदमै नराम्रो गनाइरहेछ। अनि खोकना साइड हो यो चाहिँ। अनि यहाँ चाहिँ यस्तो छ गाइज, दिस इज अ मेगा प्रोजेक्ट अफ नेपाल। अनि अब यो कहाँ कसरी एन्ड हुन्छ, कता हुन्छ त्यो थाहा छैन। अब हामी यतापट्टि जाने सोचिरहेको थियौँ तर यहीँ हो, एन्ड नै यहीँ हो। अब कि त हामी वहीँ पुग्नु पऱ्यो, निजगढ साइड पुग्नु पऱ्यो। निजगढ साइड पुग्दाखेरि उता चाहिँ काम भइरहेछ, उता चाहिँ राम्रै काम भइरहेछ। तर यतापट्टि चाहिँ यस्तो काम भएको छ। सो यो जस्ट खनेर राखिएको छ, बट काम चाहिँ यस्तै हो। सो गाइज यो प्रोग्रेस हेरेर मलाई लाग्दैन कि 2027मा यो प्रोजेक्ट कम्प्लिट हुन्छ। यो प्रोजेक्ट 2027मा मात्र होइन 28मा कम्प्लिट हुन्छ यो लाग्दैन, किनकि 2026 चलिरहेछ यार अहिले, होइन त बिमल? 2026 चलिरहेछ अहिले। अनि वी आर एट दिस प्रोग्रेस फास्ट ट्र्याकको। अनि हाम्रो नेपालमा तपाईँलाई थाहा छैन होला, हाम्रो नेपालमा एक्सप्रेस वे छैन क्या अहिले। अब हाम्रो नेपालमा एक्सप्रेस वे नै नहुँदाखेरि अब तपाईँले बुझ्न सक्नुहुन्छ हाम्रो नेपालको विथ नै 1000 किलोमिटर अराउन्डको छ। अब 1000 किलोमिटरको विथ हुँदाखेरि एक एन्डबाट अर्को एन्ड जान त लगभग गाडीमा लाग्छ कि मजाले 2-3 दिनसम्म। तर कि जब कि त्यो 1000 किलोमिटर त मजाले एक दिनमा कम्प्लिट हुनुपर्ने थियो फास्ट ट्र्याकले गर्दा या त एक्सप्रेस वेले गर्दा। सो त्यस्तो हुन्छ। सो एक्चुअली एक्सप्रेस वे तपाईँले बुझ्नु भएको छैन भने के हुन्छ भन्दाखेरि एक्सप्रेस वे हुन्छ एउटा, मतलब बाटो हुन्छ। सो कि यो एउटा बाटो भयो, यो बाटो हुन्छ साइडमा रिलिङहरू लगाइन्छ ताकि बाहिरको मान्छेहरू, बाहिरको गाई बाख्रा, बाहिरको जनावरहरू कोही पनि छिर्न नसकोस् बाटोमा। एन्ड त्यो बाटो नै अलिकति अग्लो बनाइन्छ सो द्याट त्यो बाटोमा हिँड्ने जुन गाडीहरू हुन्छ त्यसलाई चाहिँ डिस्टर्बेन्स नहोस्, त्यो चाहिँ मजाले आफ्नो ट्राभल गर्न सकोस्। त्यसरी चाहिँ फास्ट ट्र्याक बनाइन्छ, एक्सप्रेस वे बनाइन्छ।
अनफर्चुनेटली नेपालमा एउटा पनि अझै एक्सप्रेस वे छैन अनि त्यो नहुँदाखेरि त्यहाँबाट पाउन सकिने जुन फाइदाहरू हुन्छ त्यो चाहिँ छैन अहिले कुनै एउटा मालगाडी आउनको लागि कुनै एउटा ट्रान्सपोर्ट गाडी आउनको लागि कतै कुनै ठाउँबाट काठमाडौँमा या त काठमाडौँबाट कुनै ठाउँमा मजाले 2-3 दिन लाग्छ के अनि इभन नट ओन्ली द्याट मान्छे नै हिँड्नको लागि लाग्छ कि एउटा प्यासेन्जर गाडी हिँड्नको लागि पनि लाग्छ 1 दिन मजाले सो मेरो घर बर्दिया छ सो बर्दिया जानको लागि नै आई हेभ टु स्पेन्ड अराउन्ड 12 आवर्स प्लस के जहिले पनि वर्स सिचुएसनमा 24 घन्टा 48 घन्टा पनि लाग्छ 2 दिन एकदमै बेस्ट सिचुएसनमा 12 घन्टामा मजाले पुगिन्छ त्यस्तो हुन्छ अनि अब नेपालमा त्यस्तो नहुँदाखेरि यही एउटा होप थियो एक्सप्रेस वे यहाँ बनिरहेछ अब राम्रो बन्नुपर्ने चाँडै बन्नुपर्ने तर अझै दिस इज द सिचुएसन अनि मेगा प्रोजेक्ट हो नेपालको तर केही छैन मेगा प्रोजेक्ट कहिले कम्प्लिट हुन्छ त्यो पनि थाहा छैन लेट्स सी आउने गभर्नमेन्ट हाम्रो तर लेट्स सी आउने गभर्नमेन्टले कतिको गर्छ अब इलेक्सन छ फागुन 21 फागुन 21 इलेक्सनमा अब बालनजी जस्तो मान्छे युथ जस्तो मान्छेहरू उठिराख्नु भएको छ एकदमै युथ मिनिस्टर्सहरू युथ सांसदहरू उठिरहेछन् अनि होपफुली सबैले जित्यो भने काम प्रोसेस अगाडि बढोस् काम स्ट्राटेजिकली अगाडि बढोस् भन्ने हो अनि लेट्स सी अब के हुन्छ गाइज अनि यही नै हो यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स थियो नेपालको मेगा प्रोजेक्टमा अहिले यहाँ चाहिँ के मात्र चलिरहेछ भन्दाखेरि इट्टा गाडीहरू अनि त्यस्तै गाडीहरू चलिरहेछ मजाले अनि यहाँ गाइजहरू हिँडिरहेछन् अनि ट्रक चलिरहेछ बट दिस इज द फास्ट ट्र्याक यहाँनिर त लेभल लगाएको छ फास्ट ट्र्याकको तर यो फास्ट ट्र्याक अझै केही पनि सुरसार पनि भएको छैन दिस इज माई एक्सपिरियन्स गाइज होप तपाईँलाई यो भिडियो मन पऱ्यो होला इफ यु गाइज लाइक दिस भिडियो यो भिडियोलाई लाइक गर्नुहोस् सेयर गर्नुहोस् र अर्को भिडियोमा फेरि भेटौँला थ्याङ्क यू सो मच वाचिङ बाई